कस्तो ड्युटी पाइयो है गाठी न काम गर्नु पर्ने न कहीँ जानु पाइने कुरे अब यो गाईहरू कतिखेर भित्र लाने हो गोठा कतिखेर ल्याउने हो अब यहाँ स्टिल हेर भनिरहेछ अब हेर भने हेर्नै पर्यो के गजबको ड्युटी पाइयो साला यसरी पास गरेर आएको मान्छे लन्डनमा आएर निकै गतिले काम गरेर भने गाई हेर्ने गाईलाई पराल हाल्ने अब एकछिनपछि यो गोबर स्वर भन्यो भने चाहिँ यस्तो काम गरिन् युके आएर चाहिँ गोबर सोबर सोरिन् फेरि घाँस काट्न जा गो भन्यो भने चाहिँ पुरै हुन्छ ठिकै छ के बनायो फेरि कसले गर्यो अब नेपालबाट गरेर यो पक्कै बाबुको फोन हुन्छ हेलो को मुन्द्रो बोले हो यस साल स्पिकिङ गुन्दै या फादर वाट ह्यापन होइन के भन्छ यो फादर र सादर भनेर 2 दिन युके गई भन्दैमा अंग्रेजी नछाड्न यहाँ विदेश आयो भने इङ्ग्लिस जाब त बोलिहालिन्छ नि यहाँ त इङ्ग्लिसमै खाने इङ्ग्लिसमै सुत्ने इङ्ग्लिसमै उठ्ने इङ्ग्लिसको खानेमा ठाउँमा आएको इङ्ग्लिस बोल्दैन फोन पनि गर्दैन त तेरो हालखबर के छ के हुनु ठिकै छ कहाँ रे यहाँ अफिसमा छु अफिसमा अहिले एकदम बिजी छु ए काम पाइसकिस् कस्तो अफिस पर्यो त अनि के काम गर्नुपर्छ अफिसमा पुरा यहाँ अब यताउता कम्प्युटर चलाउनु पर्ने ल्यापटप चलाउनु पर्ने यता के यता ऊ लेख्ने पढ्ने सबै त्यही त हो नि अब के अफिसमा पुरा म त ड्युटीमा छु त अनि काम साम त पाइसकेर रहेछ नि त खोइ त पैसा पठाएको पैसा पठाउनु पैसा के रे पैसा अहिले गाला साला चढाइदिन्छु अनि के पैसा नै छ यहाँ अब मान्छेलाई कस्तो टेन्सन छ कस्तो ड्युटी गरिरहेको छ के गरेर थाहा खालि पैसा मात्र हो नि ठिक छ ल अहिले म बिजी छु है यहाँ अफिसमा यदि एउटा कर्मचारीलाई अलिक तल आउनु पर्यो ल है त ओके बाई 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 ओ हेलो फोन राखिहाल्यो नि पैसाको कुरा गरे कि फोन राखिहाल्छ डुब्ने भाइ टिका लागेको दिदी नराम्रोसँग डुब्ने भाइ यसले त चिरिप गरेर झिरिप पार्छ है क्या होइन ए बाबु कुरा गर्दा गर्दै फोन त कट्यो त उतैबाट कट्यो हो कि यताबाट कट्यो हो एकदम जरुरी थियो एउटा यताबाट लगाइदिउँ न यताबाट त होइन उतैबाट काट्यो होला होइन को छ हो तपाईँको युगेमा आफ्नै छोरो नि मुन्द्रे उही गएको छ नि त मेरो छोरो 4-5 महिनै भइसक्यो यहाँबाट फोन लगाइदिउँ त बाबु ए अनि युकेमा विद्यार्थीहरूले काम पाउँदैन भनेर सुनेको थिएँ तपाईँको छोराले काम पाएको छ त मेरो मुन्द्री अरू विद्यार्थी जस्तो हो र काम पाइसकेछ उहाँ थुप्रै अन्डरमा उहाँ कर्मचारीहरू छन् सबै सम्हाल्नु पर्छ भनेर फोन गर्दै थियो कम्प्युटर कि हो ल्यापटप स्यापटप के भन्ने पो बोकेर चलाएर हिँडिरहन्छ अरे यतिखेर त मजाले ल्यापटप ब्यागमा बोकेर हिँडिरह्यो होला हेर्नु त Come on. Very good boy. Yes, thank you. Come on, no time. Milk. No time? Milking. Hey mata, udah baik. Lata lihatnya lagi. Salah, ya salah dipas gak ada lah. Gak honor ya sekarang ya, kan? Nah, bilai, you kemana? Gak ikan. Yo, apa yo? Ayah. अरूले यही काम पाएको छैन मैले यही भयो पाएको छु झन् काम नपाएर कस्तो छ झन् हाम्रो नेपाली दाजुहरू यहाँ हुनुहुँदो रहेछ र यही भयो नि काम गर्न पाइयो ए अब के गर्ने हेलो दिस किलिङ ओके एन्ड दिस गाई यस ए भनेपछि त तपाईँको छोरोले अहिले युकेमा राम्रोसँग पैसा कमाइरहेको होला अब युके पुगे मान्छेले पैसा कमाउँदैन त्यो माथि पनि हाकिमै भए जस्तो छ अब कतिजना कर्मचारी छन् अन्डरमा कुनै अब यहाँ जस्तो फेरि घुस खान पाउँछ कि पाउँदैन तर त्यसले पैसा चाहिँ कमाएको छ है के कारणले नपठाएको हो तपाईँलाई त छोरो त दुनो गाई जस्तो भइहालेछ नि अहिले युकेमा मजाले दोइरहेको होला पैसा साह्रै राम्रो काम भेट्यो साह्रै राम्रो यस्ता काम त नेपालमा पनि गरे हुन्छ तर यताका गाई के गाई यताका गाई पो गाई गाई दुध हेरेन नि औँलाई बाउडी सक्यो अब काम भोटेले मार्छ फेरि फाक पनि त ल जाऊ राम्रो काम भेटाइयो बा Okay. Thank you. Very little milking. Very.
या कम हेलो होइन है मन्त्री हजुर अहिले किन फोन काट्दा तैँले यहाँ मेरो कुरै सिद्धिया थिएन के कहाँ छ अहिले त यहाँ अफिसमै छु अनि पढाइ के छ नि पढाइ पनि सुचारू भइरहेछ कि छैन पढाइ पढाइ त गजबले याप्पै पढाइ त कति पढाइ यहाँ त अब के पढाइ गर्नु पर्दो रहेछ यहाँ मान्छे कम्प्युटरमा दिनभरि ल्यापटप चलाउँदा आउँदै बाउन्डी रहेछ क्या त्यत्रो ल्यापटप र कम्प्युटर चलाउने काम पाएर छस् हाकिमै छ जस्तो छस् पैसा पनि त टन्नै कमाएको होला नि फुर्को पठाउने यहाँ तलब आउने बेला भएको नि तलब आएपछि अलिअलि भाटा पनि पठाउला नि होइन मान्छे के छ कसो त बुझ्नु छैन खालि पैसा मात्रै भन्ने छ यहाँ मान्छे कति अलपत्र परेको छ भन्ने कुरो थाहा छैन तपाईँलाई दिनभरि अफिसमा एकदम टायर्ड भएको छु कि एकदम ल भाइ ओके भाइ मन्त्री फेरि राख पैसाको कुरा गरेपछि फोन राखिहाल्छ यो पनि यहाँ राखिहालौँ त फेरि यता चढ्ला उताबाट आएको छैन यता कहाँ हेर्थ्यो नेपालबाट फोन गरेर खालि पैसा मात्रै पठाएको हुन्छ यहाँ मान्छेले के काम गरेको छ के छ ए हाकिम सामी त बाहिर पो हुँदो रहेछ म त भित्रै हुनुहुन्छ भनेर यहाँ बाहिर कुरेर बसिरहेँ ए अनि केही काम थियो कि काम त उही त हो नि दामको काम अब 5 लाख रुपियाँ दिएको 5 हप्ता भइसक्यो न साउ न बिहा छ कमसे कम साउ नपाए पनि यसो बिहा त दिनुपर्छ नि हजुर पैसा चाहिएकै भए यसो गरौँ त साउजी अब मेरो भाइकैमा जाउँ न म भाइलाई पनि चिनाइदिन्छु नि लौ जाउँ न त जाउँ एकपल्ट जिरे खुर्सानी